Namaste and welcome to my channel Bridge Nepal. हाम्रो मिशन भनेको अन्तर्राष्ट्रिय स्तरका महत्त्वपूर्ण विषयहरू जस्तै व्यक्तिगत विकास, ग्रोथ, विश्वका समसामयिक घटना, करेन्ट अफेयर्स र ठूला बहसहरूलाई सरल नेपाली भाषामा तपाईमाझ पुर्याउनु हो। आजको यो भिडियोमा हामी भिडियोको मुख्य विषय जस्तै जन मलिन्सको 6 माइन्डसेट्सको बारेमा चर्चा गर्नेछौँ, जुन तपाईको आफ्नो सोच र व्यावसायिक वृद्धिको लागि निकै उपयोगी हुनेछ। यदि तपाई पनि आफ्नो सेल्फ ग्रोथ र इन्टर्नल ग्रोथमा ध्यान दिन चाहनुहुन्छ भने कृपया यो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। तपाईको एउटा सानो सहयोगले मलाई थप यस्तै ज्ञानबद्ध भिडियोहरू ल्याउन ठूलो हौसला र मद्दत पुग्नेछ। आउनुहोस् आजको विषय सुरु गरौँ। यो भिडियोमा प्रस्तुत गरिएको जन मलिन्सको विचारहरूमा आधारित रहेर तयार पारिएको नेपाली लिपि तल दिइएको छ। उनले एउटा सफल उद्यमी बन्नका लागि चाहिने 6वटा विशेष तरिकाहरूको बारेमा बताएका छन्। भिडियोको नेपाली स्क्रिप्ट परिचय। नमस्ते। आज हामी एक विशेष व्यक्तिको बारेमा कुरा गर्दैछौँ जसको नाम हो जन मलिन्स। उनी लन्डन बिजनेस स्कुलमा उद्यमशीलताका प्रोफेसर हुन्। उनले धेरै पुस्तकहरू लेखेका छन् र विश्वभरका उद्यमीहरूलाई सिकाउने काम गर्छन्। उनी कुनै अर्बपति व्यापारी त होइनन्, तर उनले सिकाएका सिद्धान्तहरूले धेरैलाई अर्बपति बनाएका छन्। आज हामी उनले टेड टकमा दिएका 6वटा काउन्टर कन्भेन्सनल सोचहरूको बारेमा चर्चा गर्नेछौँ। पहिलो, हो हामी गर्न सक्छौँ। साधारणतया ठूला कम्पनीहरूले आफूले जे काम गरिरहेका छन् त्यसमा मात्र ध्यान दिन्छन्, तर उद्यमीहरूले नयाँ अवसर आउँदा हुँदैन भन्दैनन्। जस्तै ब्राजिलका एक उद्यमी अर्नाल्डो कोरियाले भू उपग्रह प्रविधिको बारेमा केही थाहा नभए पनि ग्राहकको माग अनुसार हो हामी गर्न सक्छौँ भनेर आफ्नो व्यवसायलाई 4 पटक नयाँ रूप दिए। 2. उत्पादन होइन, समस्या पहिले। हामी धेरैजसो नयाँ सामान बनाउनतिर लाग्छौँ, तर सफल उद्यमीले समस्या समाधान गर्नतिर लाग्छन्। जस्तै जोनाथन थोर्नले एउटा यस्तो चिम्टी बनाए जो शल्यक्रिया गर्दा मासुमा टाँसिदैन थियो। उनले सामान बेच्न भन्दा पनि डाक्टरहरूको ठूलो समस्या समाधान गरेर ठूलो कम्पनी खडा गरे। 3. सानो बजारबाट सुरु गर्नुहोस्। सुरुमै सबैलाई सामान बेच्छु भन्नु गल्ती हो। नाइकी कम्पनी सुरु हुँदा उनीहरूले केवल दौडने मान्छेहरूका लागि मात्र जुत्ता बनाएका थिए। पछि मात्र उनीहरू टेनिस र बास्केटबलमा छिरे। सुरुमा एउटा सानो र निश्चित समूहको समस्या समाधान गर्नुहोस्। 4. पैसा मागेर काम सुरु गर्नुहोस्। आफ्नो गोजीको पैसा सिद्ध्याउनुभन्दा पहिले ग्राहकसँग एडभान्स पैसा मागेर काम सुरु गर्नु राम्रो हुन्छ। इलन मस्कले टेस्ला कार बनाउनु अगावै मानिसहरूबाट पैसा लिएका थिए। यसरी अरूको पैसाले आफ्नो व्यवसाय बढाउन सकिन्छ। 5. माग्नुहोस् वा सापटी लिनुहोस्। सबै कुरा आफैले किन्नुपर्छ भन्ने छैन। गो एप भन्ने कम्पनीले जङ्गल विभागसँग रुखहरू सापटी लिएर आफ्नो एडभेन्चर पार्क बनायो। उनीहरूले रुख र जमिन किनेनन्, केवल साझेदारी गरे। 6. अनुमति नपर्खनुहोस्। यदि तपाईले सरकारी नियम वा पुरानो सोच भएका मानिसहरूसँग अनुमति मात्र कुरेर बस्नुभयो भने तपाईँ कहिल्यै अगाडि बढ्न सक्नुहुन्न। उबर जस्ता कम्पनीहरूले सुरुमा अनुमति मागेका थिएनन्। उनीहरूले सिधै सेवा सुरु गरे र पछि नियमहरू परिवर्तन भए। निष्कर्ष, के यी 6वटा सोचहरूमध्ये कुनै तपाईमा छ? के तपाईँ यी कुराहरू सिकेर संसार परिवर्तन गर्न तयार हुनुहुन्छ? जन मलिन्स भन्छन्, नियमहरू तोड्नुहोस् र नयाँ उद्यमी बन्नुहोस्। नोट: जन मलिन्सको व्यक्तिगत नेटवर्थ सार्वजनिक रूपमा खुलाइएको छैन, तर उनी एक प्रतिष्ठित शैक्षिक व्यक्तित्व र सल्लाहकार हुन् जसको सल्लाहले अर्बौं डलरका कम्पनीहरू जुन लिङ्क्डइनलाई $1.5 बिलियन बेचियो सफल भएका छन्।